नमस्कार सबैजनामा। आज फेरि पनि हामी एक्जाम सहयोगबाट हजुरसँग जोडिसकेका छौँ र आज चाहिँ हामीले फिफा विश्वकपको बारेमा लोकसेवाको जुन मेमोरी क्लासेसहरू हुन्छ होइन, अबको टाइममा चाहिँ सिरिज नै लिइरहेका छौँ र त्यसको बारेमा चाहिँ हामीले फिफाको बारेमा कस्तो कस्तो प्रश्न आउन सक्छ भनेर हामीले केही कुराहरू यहाँ अगाडि हजुरको अगाडि जोडेका छौँ। जस्तै तपाईँले देख्न सक्नुहुन्छ प्रश्न नम्बर 1, यो निकै नै महत्त्वपूर्ण प्रश्न हो होइन, फिफाको पूरा रूप के हो त? फिफाको पूरा रूप के हो त भनेर तपाईँहरूसँग यहाँ अप्सन्सहरू हुनसक्छ होइन, फेडरेसन अफ इन्टरनेसनल फुटबल एसोसिएसन, फेडरेसन अफ इन्टरनेसनल फुटबल फेडरेसन, अनि आफै हेर्नुहोस् होइन, यहाँ एफआइएफए फिफा भनेर लेखेको छ। एफआइएफए फिफा भनेर लेखेको छ भनेपछि फेडरेसन, एफ भनेपछि फेडरेसन भइहाल्छ, अफ इन्टरनेसनल फुटबल एसोसिएसन हुन्छ है यो कहिले पनि। त्यही भएर हामीले के बुझ्नुपर्छ भन्दा फेडरेसन अफ इन्टरनेसनल फुटबल एसोसिएसन चाहिँ यसको राइट आन्सर हुन्छ। कहिलेकाहीँ सिम्पल लाग्छ प्रश्न, तर त्यही प्रश्नले गर्दाखेरि हामी एक्जाममा झुकिन्छौँ। हामीसँग प्रश्न नम्बर 2 रहेको छ। प्रश्न नम्बर 2 मा चाहिँ फिफा 2026 आयोजना गर्ने राष्ट्रहरू कुन कुन हो त? कुन कुन राष्ट्र हो भनेर तपाईँहरूलाई अब अहिले सम्झे जस्तो लाग्छ, पछि तपाईँहरूले जब यो टाइम बित्दै जान्छ तपाईँहरूले बिर्सिन सक्नुहुन्छ। यसको सही उत्तर हुन्छ आन्सर ख। खमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ मेक्सिको, क्यानाडा र अमेरिका भनेर लेखेको छ। के सम्झिनु पर्यो भन्दाखेरि तपाईँहरूले अमेरिका सम्झिनुहोस्, AMERICA अमेरिका। अमेरिका भनेर सम्झिनु हो भने ए त अमेरिका भइहाल्यो, तर एमई जुन छ नि अमेरिकामा, एमईले तपाईँलाई के भन्न सक्छ? मेक्सिको भन्न सक्छ है, मेक्सिको। एमईले मेक्सिको भन्छ अनि अमेरिकाको जुन का हुन्छ त्यसले चाहिँ क्यानाडा भन्छ। त्यही भएर तपाईँहरूले अब बिर्सिराख्नु परेन, तपाईँले अमेरिका मात्र सम्झेपछि अमेरिका, मेक्सिको, क्यानाडा भनेर तपाईँहरूले सम्झिन सक्नुहुन्छ। त्यही भएर मेक्सिको, क्यानाडा र अमेरिका यसको चाहिँ सही आन्सर हुन्छ। त्यसपछि हामीसँग प्रश्न नम्बर 3 रहेको छ। प्रश्न नम्बर 3 मा चाहिँ तपाईँको 2026 कतिऔं संस्करण हो त? कतिऔं संस्करण हो भनेर यसको सही उत्तर त हुन्छ 23औं संस्करण होइन, तर सम्झिने कसरी त? 23औं संस्करण सम्झिनु पर्दाखेरि तपाईँले के सम्झिनुहोस् भने 2026 हो नि त यो फिफा वर्ल्ड कप 2026 हो भनेपछि 20 + 26 गर्नुहोस्। 20 + 26 भनेको तपाईँको 46 हुन्छ। त्यसलाई मिन गर्नुहोस्, मिन गरेपछि कति हुन्छ? यो 23 हुन्छ। त्यही भएर तपाईँहरूले 23औं संस्करण भनेर पनि सम्झिन सक्नुहुन्छ, 23 भयो। यसै गरी प्रश्न नम्बर 4 रहेको छ। प्रश्न नम्बर 4 मा चाहिँ फिफा 2026 खेल सञ्चालन कहिलेदेखि कहिलेसम्म चाहिँ हुन्छ भनेर पनि कहिलेकाहीँ यो प्रश्न सोध्न सक्छ तपाईँहरूलाई एक्जाममा। कहिलेदेखि कहिलेसम्म हुन्छ भनेर तपाईँहरूले सम्झिनु पर्दाखेरि होइन, यहाँ चाहिँ तपाईँहरूको अप्सन क, ख, ग, घ भनेर लेखेको छ होइन। यसको चाहिँ सही उत्तर हुन्छ ग। जुन 11 देखि जुलाई 19 सम्म होइन। के सम्झिराख्नुहोस् भन्दाखेरि जुन 11 र जुलाई 19 भनेर सम्झिनलाई तपाईँहरूले जुनीलाई भन्ने सम्झिनुहोस्, जुनीलाई। किन भन्दा अब विश्वकप हो, विश्वकप भनेको त एकदम जुनीलाई हुन्छ नि त होइन, एकदम जुनीलाई हुन्छ। त्यही भएर जुनीलाई भन्ने सम्झिनुहोस् होइन। जुनीलाईको अगाडिको हेर्नु हो भने यो जुन भयो, यो जुन भइहाल्यो। त्यसपछि जुनीलाईबाट हेर्दाखेरि जु र लाईलाई जोड्नु हो भने त के हुन्छ? जु र लाईलाई जोड्नु हो भने त के हुन्छ? जुलाई आउँछ नि त। त्यही भएर सम्झिनलाई तपाईँलाई गाह्रो हुन्न होइन। विश्वकप भनेको अहिले पनि जुनीलाई हुन्छ। त्यही भएर जुनीलाई भनेर सम्झिनु हो भने तपाईँले जुन 11 देखि जुलाई 19 भनेर सम्झिन सक्नुहुन्छ। त्यसपछि अर्को प्रश्न रहेको छ हामीसँग 5 नम्बरमा, अन्तर्राष्ट्रिय खेल दिवस कहिले मनाइने गरिन्छ त? यो चाहिँ तपाईँको युएनले डिफाइन गरेको होइन, युनाइटेड नेसन भन्छ। युनाइटेड नेसनले चाहिँ तपाईँको अन्तर्राष्ट्रिय खेल दिवस चाहिँ जुन 11 लाई चाहिँ घोषित गरेको छ। यो 2024 देखि लागू भएको है, 2024 हो, भर्खरै लागू भएको, पहिला चाहिँ लागू भएको थिएन। र के सम्झिराख्नु पर्यो भन्दाखेरि जुन 11 भनेको त तपाईँले कतै कतै अघि नै पनि प्रश्नमा देख्नुभयो नि त, जुन 11 भनेको त तपाईँको विश्वकप सुरु भएको मिति हो कि, फर्स्ट गेम भएको मेक्सिको र साउथ अफ्रिका बिचमा जुन खेल भएको थियो होइन, त्यो चाहिँ हाम्रो जुन 11 मा भएको थियो। र त्यही भएर तपाईँले जुन 11 भनेर अन्तर्राष्ट्रिय खेल दिवस हुन्छ भनेर पनि सम्झिन सक्नुहुन्छ। त्यसपछि हाम्रो प्रश्न नम्बर 6 रहेको छ, फिफाको पहिलो संस्करण कहिले आयोजना भएको थियो? यसको सही उत्तर हुन्छ 1930 होइन, 1930। सम्झिनलाई गाह्रो छैन, तपाईँले के सम्झिराख्नुहोस् भन्दाखेरि अब 19, अब 2000 मा त सुरु हुने कुरा भएन, 19 मै सुरु हुन्छ होइन। र 2030 भनेपछि तपाईँले 2026 को विश्वकप हो नि त, 2026 को विश्वकप हो, 4 वर्षमा आइरा हुन्छ। 2026 को विश्वकपको 26 लेख्नुहोस्, 4 वर्षमा आइरा हुन्छ। त्यही भएर तपाईँले 30 भन्ने सम्झिराख्नुहोस् है। त्यही भएर तपाईँले के सम्झिन सक्नुहुन्छ? 1930। यो चाहिँ उरुग्वेमा भएको थियो र उरुग्वेले नै जितेको थियो है। उरुग्वेमा भएर उरुग्वेले चाहिँ पहिलो विश्वकप जितेको थियो भनेर पनि तपाईँहरूलाई प्रश्न आउन सक्छ। त्यसपछि हामीसँग प्रश्न नम्बर 7 रहेको छ। प्रश्न नम्बर 7 मा तपाईँले देख्न सक्नुहुन्छ फिफा 2026 मा जम्मा कति खेल हुनेछन्? कति खेल हुनेछन् भनेर बुझ्नु पर्दाखेरि होइन, अब 48 वटा सहयोगी टिम छ होइन। 48 वटा सहयोगी टिम भनेपछि खेल पक्कै पनि धेरै हुन्छ, र खेल पक्कै पनि धेरै कति हुन्छ भन्दा 104 वटा हुन्छ। सम्झिनलाई तपाईँले के सम्झिनुहोस् भन्दाखेरि अब यो मेमोरी क्लास हो, मेमोरी क्लास भइसकेपछि केही फरक हुनुपर्छ। जस्तै 104 मा चाहिँ तपाईँले 10 र 4 भनेर देख्न सक्नुहुन्छ। अब हामीले जस्तै अब अर्जेन्टिना फ्यान भनेपछि होइन, हामीले मेस्सी सम्झिन्छौँ। त्यही भएर मेस्सीको जर्सी नम्बर भनेको 10 भयो, मेस्सी सम्झे पनि भयो होइन, मेस्सी।
त्यसपछि हामीले यसमा चाहिँ 4 भनेर चाहिँ होइन हाम्रो एकदमै फेमस फुटबलर जस्तै तपाईँको सर्गियो र्यामोस छन् होइन, सर्गियो र्यामोसको पनि 4 जर्सी नम्बर भएको भएर हामीले र्यामोस र मेस्सीको नम्बरलाई मिलाएर चाहिँ हामीले के सम्झिन सक्छौँ भन्दा कतिवटा खेल हुन्छ भनेर सम्झिन सक्छौँ। त्यसपछि प्रश्न नम्बर 8 रहेको छ। 8 मा चाहिँ 2026 को मस्कट। यो मस्कट चाहिँ एकदमै महत्त्वपूर्ण छ होइन। मस्कट भनेको तपाईँको यो चाहिँ इङ्ल्यान्डमा विश्वकप सुरु भएपछि चाहिँ मस्कट राख्ने चलन सुरु गरेको थियो होइन। यो चाहिँ एउटा चिनो हो के, चिनो एउटा चिनो हुन्छ नि, एउटा साइन। साइन भनेर बुझ्नु पर्दाखेरि 2026 को मस्कट के थियो भन्दाखेरि मेपल, जायु र क्लच भन्छ होइन। यसले चाहिँ 3टा देशलाई रिफ्लेक्ट गर्छ, एउटा मेक्सिको, एउटा क्यानाडा अनि एउटा अमेरिका। जस्तै अब हामीले मिडफिल्डर भन्छौँ होइन, स्ट्राइकर भन्छौँ, त्यसपछि गोलकिपर भन्छौँ, त्यसलाई पनि डिनोट गर्छ है यसले, त्यसलाई पनि यसले देखाएको हुन्छ होइन, दर्शाएको हुन्छ। त्यही भएर तपाईँहरूले सम्झिराख्नुपर्छ। अर्को भनेको प्रश्न नम्बर 9 छ। विश्वकपमा मस्कट जुन छ राख्ने चलन कहिलेदेखि सुरु भएको त? मैले अघि पनि कुरा गरेको थिएँ होइन, 1966 है, 1966 को इङ्ल्यान्ड विश्वकपबाट चाहिँ मस्कट राख्ने चलन भएको थियो होइन। यो पनि राम्रो प्रश्न हो होइन। अहिलेको मस्कट त सम्झिनै पर्यो होइन। यसभन्दा अगाडि छ मेपल भन्ने थियो होइन, अब तपाईँहरूले देख्न सक्नुहुन्छ मेपल, जायु र क्लच भन्ने अहिलेको मस्कट हो। तर कहिलेदेखि यो सुरु भएको थियो भनेर तपाईँहरूलाई कहिले काहीँ झुक्याउनलाई सोध्न सक्छ, 1966 बाट है। त्यसपछि हामी प्रश्न नम्बर 10 मा जानेछौँ। 10 मा चाहिँ तपाईँहरूले फिफा 2026 को लागि जम्मा कतिवटा रङ्गशाला छन् त? यो पनि सोध्न सक्ने प्रश्न हो होइन। रङ्गशाला कतिवटा त? रङ्गशाला भनेर सम्झिँदाखेरि तपाईँले के याद गर्नुहोस् भन्दा तपाईँको 2026 हो। 2026 को वर्ल्ड कप भनेपछि 6 त चाहियो तपाईँलाई। कति चाहियो? 6 चाहियो भने चाहिँ तपाईँले के सम्झिनु पर्यो? 16 छ है। कति छ? 16। 2026 को विश्वकपबाट तपाईँले 6 लेख्नुहोस्, 2026 बाट 6 लेख्नुहोस्। 6 भने चाहिँ तपाईँले के सम्झिनु पर्यो? 16 छ है। यो कति छ? 16। 16 चाहिँ तपाईँको रङ्गशाला स्टेडियमहरू युज भएको छ। त्यसपछि हामीसँग प्रश्न नम्बर 11 रहेको छ। 11 मा चाहिँ फिफा 2026 को पहिलो खेल रङ्गशाला स्टेडियम कुनमा भएको थियो त? पहिलो खेल भने चाहिँ यो एकदमै महत्त्वपूर्ण प्रश्न हो होइन। यो चाहिँ स्टाडियो अस्टेका भन्छ होइन। स्टाडियो अस्टेका भनेको एकदमै राम्रो यो एउटा स्टेडियम हो होइन। यसमा चाहिँ 3टा ओपनिङ गेम चाहिँ भइसकेको छ होइन विश्वकपको पहिला पनि। अनि स्टाडियो अस्टेका भनेको तपाईँको मेक्सिको सिटीमा छ है। अहिलेको पालि पनि हाम्रो जुन गेम भयो त्यो चाहिँ स्टाडियो अस्टेकामा भयो। त्यसपछि तपाईँहरूले अप्सन खमा पनि देख्न सक्नुहुन्छ मेटलाइफ स्टेडियम भनेर राखेको छ होइन। मेटलाइफ स्टेडियम भने चाहिँ तपाईँले के बुझ्नु पर्यो भन्दा फाइनल खेल हुने ठाउँ हो है। यो फाइनल खेल नझुकिनु होला। मेटलाइफ भनेपछि फाइनल खेल जुन न्युयोर्कमा हुनेवाला छ र फर्स्ट गेम जुन थियो त्यो चाहिँ मेक्सिकोमा भएको छ। यसभन्दा पहिला पनि 2टा गेम भइसक्यो है त्यहाँ मेक्सिको सिटीमा। त्यसपछि हामीसँग प्रश्न नम्बर 12 रहेको छ। फिफा 2026 कति दिनसम्म चल्नेछ त? कति दिनसम्म चल्नेछ भने चाहिँ तपाईँले आफै क्याल्कुलेट गर्न सक्नुहुन्छ। मैले के भने जुन 11 भने, जुलाई 19 भने, जुन 11 लाई पनि काउन्ट गर्नु पर्यो, 19 लाई पनि काउन्ट गर्नु पर्यो। टोटल जम्मै दिन कति हुन्छ त? 39 डेज हुन्छ है। यसको आन्सर कति हुन्छ? 39 डेज। यो चाहिँ सम्झिराख्नुपर्छ तपाईँहरूले। त्यसपछि हामीसँग अर्को प्रश्न रहेको छ होइन, फिफा 2026 मा भाग लिने जम्मा टिम कति हुन्छ? राष्ट्रहरू कतिवटा हुन्छ होइन। यसमा चाहिँ तपाईँको जुन जम्मी राष्ट्र हुन्छ त्यो चाहिँ 48 वटा हुन्छ। यो चाहिँ सम्झिराख्नुहोस् होइन। 48 वटा राष्ट्रले चाहिँ अहिले चाहिँ भाग लिइरहेका छन्। 48 वटा राष्ट्रहरू सम्झिनलाई त खासै समस्या नपर्ला। तर तपाईँहरूले के बुझ्नुहोस् भन्दाखेरि पहिला चाहिँ 32 वटा थिए है। कतिवटा थिए? 32। पहिला 32 वटा थिए होइन। अनि त्यसपछि 32 मा कतिवटा थपेको हो त भन्दाखेरि तपाईँले 16 वटा थपेको है, भनेपछि 48 पुगेको हो खासमा होइन। र यो 16 भन्ने नम्बर एकदमै इम्पोर्टेन्ट नम्बर हो होइन। किन भन्दा 16 भन्ने नम्बर मैले अघि नै पनि भनेको थिएँ नि, स्टेडियममा युज भएको थियो। केमा युज भएको थियो? स्टेडियम। त्यही भएर तपाईँले चाहिँ यो झुकिनु हुँदैन। 48 यसको टोटल नम्बर हुन्छ है। पहिला चाहिँ 32 वटा थिए। त्यसपछि कहिले काहीँ अलि धेरै नै झुकिने प्रश्न होइन, आफूले धेरै नै जानेको लाग्दा पनि कहिले बिगार्न सक्ने प्रश्न चाहिँ कुन क्लबबाट चाहिँ सबभन्दा धेरै खेलाडीहरू पार्टिसिपेट गरेछन् यो विश्वकपमा? अब क्लबहरू धेरै छ होइन। रियल म्याड्रिड छ, म्यान्चेस्टर सिटी छ, बार्सिलोना छ, बायर्न म्युनिच छ होइन। यसबाट चाहिँ सबभन्दा धेरै जुन पार्टिसिपेन्ट थिए त्यो चाहिँ केबाट हुन्? म्यान्चेस्टर सिटीबाट हो है। 19 वटा खेलाडी, 19 वटा खेलाडी होइन। यो सम्झिराख्नु पर्दैन होइन। 19 वटा खेलाडीले चाहिँ पार्टिसिपेट गरेका छन् म्यान्चेस्टर सिटीबाट। तर सम्झिनलाई तपाईँहरूले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि क्लब चाहिँ म्यान्चेस्टर सिटी मात्र सम्झे पनि पुग्छ है। अर्को भनेको जस्तै पहिलोपटक विश्वकप खेल्ने अहिलेसम्मकै सबभन्दा सानो देश कुन हो त? सानो देश है। सानो देश। सानो देश भनेको अब तपाईँलाई 2टा कुरा लाग्ला। जनसङ्ख्याको कुरा गरे हो कि होइन, त्यसपछि एरियाको कुरा गरे हो कि? यो लगभग 2टै कुराको हो। 2टै कुराको। कसरी झुकिन भएन तपाईँहरू होइन। लगभग यो 2टै कुरा हो। यसको सही उत्तर हुन्छ कुराकाओ भन्छ होइन। कुरासाओ पनि भन्छ, कुराकाओ पनि भन्छ होइन। आफ्नो प्रोनाउन्सिएसन हुन्छ जसको पनि। यो चाहिँ तपाईँको क्यारिबियन सीतिर छ होइन। क्यारिबियन सीतिर। यो चाहिँ एकदमै स्मल आइल्यान्ड हो। यसको जम्मा जुन जनसङ्ख्या हुन्छ नि, पपुलेसन, तपाईँहरू दङ्ग पर्नुहुन्छ कि पपुलेसन भनेको 1,56,000 छ। 1,56,000 ओन्ली। 1,56,000 ओन्ली मान्छे भएको देश पनि तपाईँको के छ त? विश्वकपमा खेल्न गइरहेको छ कि। अर्को कुरा फेरि तपाईँहरूले यहाँ अरू अप्सन पनि देख्न सक्नुहुन्छ जस्तै केप भर्डे भन्ने छ, त्यसपछि जोर्डन भन्ने छ। यिनीहरू पनि अहिले चाहिँ फर्स्ट पार्टिसिपेट गरिरहेछ है। प्रश्न नम्बर 16 मा चाहिँ फिफा 2026 को फाइनल खेल, फाइनल गेम अघि नै पनि आइसक्यो होइन। यो चाहिँ मेटलाइफ स्टेडियममा हुँदैछ न्युयोर्कमा होइन। न्युयोर्कको मेटलाइफ स्टेडियम। यो तपाईँको
कर्मचारी सञ्चय कोषमा पनि सोधेको थियो है यो प्रश्न चाहिँ नझुकिनु होला होइन प्रश्न हेर्दाखेरि सजिलो लाग्छ तर तपाईँहरूले पछि बिर्सिन सक्नुहुन्छ त्यही भएर पटक पटक हेर्नुहोस् फर्स्ट गेम कता भयो लास्ट गेम कता भयो फर्स्ट गेम भनेको स्टाडियममा भयो त्यसपछि लास्ट गेम कता हुँदैछ त मेट लाइफमा हुँदैछ है न्युयोर्कमा नम्बर 17 प्रश्न नम्बर 17मा चाहिँ क्यानाडाले कहिले महिला फिफा विश्वकप आयोजना गरेको थियो होइन फिमेलको कुरा आयो फिमेलको कुरा आयो होइन अहिले त मेलको चलिरहेको फुटबल होइन फिमेलको कुरा गर्दाखेरि हामीले क्यानाडाले चाहिँ 2015मा चाहिँ गरेको थियो है 2015मा गरेको थियो यसलाई सम्झिने कसरी त भन्दाखेरि अब यसलाई धेरै डिटेलमा पनि जानु परेन तपाईँ होइन 2026को कुरा गरे हो अब 2026को कुरा गऱ्यो भनेपछि अब तपाईँले 11 घटाइदियो भने यो कति हुन्छ 15 हुन्छ भन्न खोजेको अब 11 कसरी सम्झिने त 11 कसरी सम्झिने भन्दाखेरि तपाईँले जुन 11 पढ्नु हो नि त होइन र जुन 11 पढ्नु हो भनेपछि जुन 11 छ जुन 11 भन्दा पहिलाको कुरा हो भनेपछि के गर्ने जुन 11 लाई घटाइदिने कि माइनस गरिदिने त्यसलाई माइनस गरिदिनु भने कति हुन्छ 2015 त्यसरी पनि तपाईँले सम्झिन सक्नुहुन्छ अर्को भनेको जस्तै फिफा अर्को प्रश्न जुन छ होइन प्रश्न नम्बर 18 फिफा 2026 मा युरोपबाट सहभागी हुने राष्ट्रहरू कति छन् त जुन हाम्रो युरोपबाट सहभागी हुने राष्ट्रहरू छन् त्यो चाहिँ हाम्रो 16वटा छन् है 16वटा किन भएन जुन 48वटा टिम छ होइन त्यसमा 16वटा चाहिँ युरोपबाट आइरहेका छन् यो पनि सम्झिनु पर्यो जस्तै हेर्नु त 16 भनेपछि कति राम्रो नम्बर रहेछ क्या 16 त धेरै नै राम्रो नम्बर रहेछ नि 2026 को फिफा विश्वकप 16वटा स्टेडियममा भयो त्यसपछि 16वटा राष्ट्र चाहिँ कहाँबाट आइरहेका छन् त युरोपबाट अर्को प्रश्न रहेको छ यहाँ होइन फिफा 2026 जुन छ त्यसमा चाहिँ अफ्रिकाबाट सहभागी हुने राष्ट्रहरू कति छन् भनेर पनि तपाईँहरूलाई प्रश्न सोध्न सक्छ अफ्रिकाबाट जुन सहभागी राष्ट्रहरू छन् त्यो चाहिँ 10वटा छ है कतिवटा छ 10वटा यो चाहिँ झुकिन भएन तपाईँहरू सम्झिने कसरी त पहिला सुरुमा के बुझ्नुहोस् भन्दाखेरि मेमोरी क्लास भनेपछि हल्का आफूले पनि त्यसलाई कन्सन्ट्रेट गर्नको लागि जस्तै युरोपमा के भयो 16वटा भइहाल्यो होइन त्यसपछि अर्को भनेको 16वटा स्टेडियम पनि छ है अर्को भनेको त्यसपछि हामीसँग अफ्रिका जुन छ अफ्रिकाबाट कतिवटा भयो त 10वटा भयो यो चाहिँ दोस्रो धेरै पनि हो है अफ्रिकाबाट दोस्रो धेरै त्यसपछि सबैभन्दा धेरै पटक फिफा विश्वकप जित्ने टोली कुन हो त यो पनि निकै नै राम्रो प्रश्न हो होइन सबभन्दा धेरै चाहिँ जित्ने टोली कुन हो त ब्राजिल हो तपाईँहरूले झुकिनु भएन होइन ब्राजिल त्यसपछि हामीसँग इटाली जर्मनी र अर्जेन्टिना पनि छ अर्जेन्टिनाले 3 पटक जितेको छ होइन त्यसपछि हामीसँग यहाँ इटाली र जर्मनी भनेर राखेको पनि छ यिनीहरूले चाहिँ 4 पटक जितिसकेका छन् है यो चाहिँ तपाईँहरूले झुकिनु भएन ब्राजिलले चाहिँ 5 पटक जितिसकेको छ तर अहिले बिचारा जित्नै सकिरहेको छैन होइन आश गरौँ योपालि जित्छ त्यसपछि हामीसँग 4 पटक फिफा विश्वकप जित्ने राष्ट्रहरू कुन कुन हो त 4 पटक यो चाहिँ एकदमै निकै नै राम्रो प्रश्न हो होइन 4 पटक फिफा विश्वकप जित्ने टोली कुन हो भनेर तपाईँलाई प्रश्न आयो भने यसको सही उत्तर हुन्छ जर्मनी र इटाली है जर्मनी र इटालीले चाहिँ 4 पटक विश्वकप जितिसकेका छन् होइन त्यसपछि अब ब्राजिल र अर्जेन्टिना भने त मिल्दैन किन भन्दा ब्राजिलले 5 चोटि हो अर्जेन्टिनाले 3 चोटि हो होइन अब फ्रान्स र उरुग्वे पनि मिल्दैन इङ्ल्यान्ड र स्पेनले हाम्रो एक पटक जितेका छन् है एक पटक जम्मा एक पटक 2010 मा चाहिँ स्पेनले जितेको थियो होइन एकदमै राम्रो खेल भएको थियो त्यतिखेरको टोली पनि एकदमै स्ट्रङ थियो होइन एक पटक सम्झिराख्नुहोस् होइन यिनीहरूले चाहिँ 4 चोटि जितेको है 4 चोटि अनि फ्रान्स र उरुग्वे भनेपछि हामीले यसलाई 2 पटक जस्तो पनि मान्न पायौँ है 2 पटक फ्रान्स र उरुग्वे भनेपछि हामीले 2 पटक पनि मान्न सक्छौँ त्यसपछि हाम्रो अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 22 एसियाबाट पहिलोपटक फिफा विश्वकप खेल्ने राष्ट्रहरू कुन कुन हो त कुन हो भनेर तपाईँहरूले बुझिराख्नु पर्दाखेरि होइन जस्तै एसियाको कुरा आयो एसियाको कुरा भइसकेपछि जस्तै अब तपाईँहरूले अहिले हालचालै तपाईँहरूको जुन पार्टिसिपेन्ट छ त्यो चाहिँ उज्बेकिस्तान र जोर्डन हो है उज्बेकिस्तान र जोर्डन होइन यिनीहरूले एकदमै राम्रो एलिमिनेटर म्याच हुन्छ त्यसमा चाहिँ जितेर उज्बेकिस्तान र जोर्डन चाहिँ एसियाबाट चाहिँ पार्टिसिपेट हुँदैछन् यही विश्वकपमा हो है फेरि यही विश्वकपमा कुरा कहाँ हो भनेर अघि नै आएको थियो होइन कुरा साउ पनि भन्छ कुरा साउ पनि पहिलो टोली हो सानोमा त्यसपछि अर्को भनेको एसियाबाट उज्बेकिस्तान र जोर्डन चाहिँ अहिले खेलिरहेका छन् त्यसपछि अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 23 सन् 1930 देखि 1970 सम्म फिफा विश्वकपको ट्रफीको नाम के थियो त जस्तै अहिले विश्वकप ट्रफी भनिन्छ हामीले होइन त्यसको पहिलो नाम के थियो भन्दाखेरि जुलियस रिमेट कप भन्थ्यो है के भन्थ्यो जुलियस रिमेट कप यसको खासमा चाहिँ जुलियस रिमेट कप भन्ने कहाँबाट नाम आएको थियो भन्दाखेरि पहिला फिफाको जुन प्रेसिडेन्ट थिए होइन उनको नाम चाहिँ जुलियस रिमेट थियो कि अनि उहाँकै नामबाट चाहिँ जुलियस रिमेट कप भनेर राखेको है त्यही भएर नझुकिनु होला जुलियस रिमेट कप भन्छ त्यसलाई होइन अर्को प्रश्न नम्बर 24 रहेको छ प्रश्न नम्बर 24 मा फिफाको मुख्यालय कता छ त अब हामीले फिफा भनिन्छ होइन बिहान उठिन्छ रातभरि पनि जागिन्छ होइन गेम हेरिन्छ तर हामीलाई थाहा नै हुँदैन हेडक्वार्टर कता छ कि त्यही भएर हेडक्वार्टरलाई तपाईँहरूले के बुझिराख्नु पर्यो भन्दाखेरि यसको हेडक्वार्टर चाहिँ स्विजरल्यान्डमा छ है राम्रै ठाउँमा छ है हेडक्वार्टर स्विजरल्यान्डमा छ होइन त्यसपछि प्रश्न नम्बर 25 मा चाहिँ हाम्रो 2022 को जुन फिफा विश्वकप थियो होइन निकै नै तपाईँको चर्चामा रहेको विश्वकप थियो यो 2022 को यो चाहिँ फाइनल खेल कुन टोलीको बिचमा भएको थियो भनेर पनि कहिलेकाहीँ झुकाउनलाई प्रश्न सोध्न सक्छ यो चाहिँ अर्जेन्टिना र फ्रान्सको बिचमा भएको थियो अर्जेन्टिना र फ्रान्सको बिचमा चाहिँ पेनाल्टी सुटआउट भएको थियो होइन पेनाल्टी सुटआउटमा 4-2 को पेनाल्टीले गर्दाखेरि जितेको थियो है अर्जेन्टिना र फ्रान्स
अनि त्यसपछि हामीले के बुझिराख्नुपर्छ भन्दाखेरि फिफा विश्वकप 2030 होस्ट गर्ने कुन कुन राष्ट्रहरू हुन् त होइन, कुन कुन राष्ट्रहरू हुन् त भनेर हामीले सम्झिनु पर्दाखेरि जुन अब 2030 आउँदैछ, 2026 त भइहाल्यो होइन, 2030मा चाहिँ हाम्रो तिनवटा राष्ट्रहरू फिक्स भइसकेका छन्। त्यो चाहिँ मोरक्को, पोर्चुगल र स्पेन छ है, तिनवटा, मोरक्को, पोर्चुगल र स्पेन। त्यसपछि हामीले के बुझिराख्नुपर्छ भन्दाखेरि 2000 जुन 30 पछि जुन आउँछ नि 34, त्यो 34मा कुन हो भन्दाखेरि साउदी अरेबिया सम्झिनु पर्यो है। के सम्झिनु पर्यो? साउदी अरेबिया। तपाईँले भिडियो देख्न सक्नुहुन्छ, साउदी अरेबियामा स्टेडियम बनाइरहेको भिडियोहरू पनि आइरहेको हुन्छ धेरै धेरै ठाउँहरूमा। त्यही भएर 2030 भनेको मोरक्को, पोर्चुगल र स्पेन होइन। अब रोनाल्डोले यही पालि जित्दै हुन्थ्यो कि, त्यही भएर 2030मा अब खेल्छन् खेल्दैनन् होइन। त्यही भएर पोर्चुगलले 2030मा चाहिँ विश्वकप होस्ट गर्दैछ अनि 2034को चाहिँ हाम्रो साउदी अरेबिया हो होइन। यो चाहिँ हाम्रो स्पेसल 26 थियो होइन। 26 वटा क्वेसन तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। थ्याङ्क यू।